के तपाईको कलेजोले राम्रो काम गरिरहेको छ? एक पटक लिभर स्क्यान गरी आफ्नो स्वास्थ्य अवस्था बारे थाहा पाउनुहोस्। नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट तथा कलेजोको सफल उपचार भइरहेको छ। हामीले यो जब ग्यास्ट्रो केयर भनेर हामीले क्लिनिक खोल्यौं 7 वर्ष अघि हामीले एउटा विशेष उपकरण यो लिभर स्क्यान अथवा फाइबर टच भन्ने हामीले यो सुरुवात गरेर यहाँ गएका थियौं र सायद यो मेसिन नेपालमै हामीले पहिलोचोटि पोखरामा यो कम्पनीको हामीले ल्याएका थियौं। पहिला यो मेसिन नहुँदा चाहिँ अब मान्छेलाई के भन्थ्यो, कलेजो खराब छ, कलेजोमा बोसो छ, कलेजो सुन्नेको छ भनिन्थ्यो, तर मात्रा हेर्न सकिन्न थियो। कलेजो कति खराब छ भन्ने कुरा पनि हामीले गर्न सकिन्न थियो र कचोरी के हुन्थ्यो भने यो मेसिन नहुँदै कहिले चाहिँ अब तपाईको कलेजो कति खराब छ, कलेजो कति खुम्चेको छ भनेर कहिले बायोप्सी गरेर गर्नुपर्ने जाँचसम्म गर्नुपर्ने हुन्थ्यो भने त्यो बायोप्सी चाहिँ मान्छेलाई धेरै अप्ठ्यारो हुने, तपाईको रगत बग्नेदेखि लिएर धेरै दुखाइ हुने सम्भावना हुन्थ्यो, रिपोर्ट पनि ढिलो आउँथ्यो नि। अब यो विशेष किसिमको एउटा मेसिन छ, यसमा हामीले दुईटा उपकरण देखिन्छ। एउटा चाहिँ कलेजोमा बोसो कति छ त्यो देखाउँछ र अर्को चाहिँ तपाईले कलेजो कति खराब छ त्यो पनि देखाउँछ यसले। र यसमा सजिलो कुरा के भने यो भिडियो एक्सेस जस्तो माध्यम हो, दुखाइ केही पनि हुँदैन। बिरामीले हामीले यसरी क्लिक गरेर बिरामीको चाहिँ कति खुम्चाइ छ त्यो हेर्छौँ, हामी नापन गर्छौँ। अब यही पहिला जाँच गर्नलाई पहिला घोचेर गर्नु पर्थ्यो भने अहिले आएर बिना घोचेर यो जाँचले तपाईको उपकरणले आफ्नो रिपोर्ट दिने गर्छ। पृथ्वी चोक हिमालयन पेट्रोल पम्प अगाडिबाट हामी मुस्ताङ चोकदेखि 150 मिटर तल बिरौटातर्फ आफ्नै भवनमा सरेका छौं।